दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थलमा यति बेला गृहमन्त्री सुदन गुरुङ हामी दृश्यमा देखिरहेका छौँ। उहाँ यो उक्त स्थलको अनुगमन गरिरहनु भएको छ। हिजो राति परेको पानीले यहाँ जुन जलमग्न भएको छ यो स्थल र उक्त स्थलमा सुदन गुरुङ यति बेला अनुगमन निरीक्षण गर्नको लागि पुग्नु भएको छ। हामी दृश्यमा देखिरहेका छौँ। उहाँले सुरक्षा निकाय सहित आफू यहाँ उपस्थित भएर यो जलमग्न भएको यो ठाउँमा उपस्थित हुनुभएको छ। हामी देखिरहेका छौँ यहाँको पानी बाहिर पठाउने कार्य भइरहेको छ भने गृहमन्त्री सुदन गुरुङ स्वयं आफै आएर यो महाधिवेशन स्थलको निरीक्षण गरिरहनु भएको छ। यहाँ पछाडि अर्को गाडीले तानिरहेछ। पछाडि पनि कहीँ सामान्य चाहिँ आउने बाटो चाहिँ उता पछाडिबाट भयो। पछाडि पनि तानिरहेछ। सामान्य चाहिँ त म्यानेज गर्नुहुन्छ कि क्राउडलाई चाहिँ कसरी गर्ने हो कि पानी नै पानी 1.5 घण्टामा क्लियर भएपछि यहाँ ग्राभेल ल्याएर हालिदिन्छौँ। ग्राभेल ल्याएर पछि चाहिँ ग्राभेल पेज जस्ता जस्तो हटाइदिन्छौँ। यो फुटबल मैदान हो, राखिरहेको मैदान। त्यही त कतिसम्म सोच्नु